एभ्रिवान, राधे राधे सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ? फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ रेसिपीमा। आजको रेसिपी रहेको छ घिरौँला र पिँडालुको तरकारी। आउनुहोस् भिडियोलाई सुरु गरौँ। हेर्नुहोस् त साथीहरू, मैले पहिला नै यो घिरौँला अनि यो पिँडालु, दुईवटा टमाटर, अदुवा र खुर्सानीलाई लिएकी छु। यो बोरिङ तरकारीलाई पनि आज हामीले एकदमै मिठो तरिकाले बनाउँछौँ। धेरै मसलाहरू पनि नराखिकन सिम्पल तरिकाले यो घिरौँलाको तरकारी बनाउँदा एकदमै मिठो हुन्छ। घिरौँला भनेपछि सबै धेरैजनाले नाक उचाल्नुहुन्छ, तर मेरो स्टाइलमा बनाएर खानुभयो भने हजुरहरूले सधैँ घिरौँला नै बनाउनुहुन्छ। साथीहरू, घिरौँलालाई मैले यसरी छिलेकी छु। साथीहरू, मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सबैजनाले सब्स्क्राइब गरिदिनु होला है। अगाडिको भिडियोहरू देख्नको लागि र हजुरहरूको सपोर्टको पनि मलाई धेरै जरुरत छ, त्यसैले सब्स्क्राइब गरेर सबैजना जोडिनु होला। अब हेर्नुहोस् त, घिरौँलाको सिजन छ। घिरौँला, करेला, लौका यस्तो तरकारीहरू हाम्रो गाउँघरमा प्रशस्त पाइन्छ। अनि घिरौँला 1 महिनासम्म पनि सबैजनाले खानुहुन्छ, तर धेरै खाएर धेरैजनाले भन्नुहुन्छ घिरौँला धेरै खाँदा खाँदै बोर भयो भनेर। तर मेरो स्टाइलमा बनाएर खानुभयो भने हजुरहरूलाई पनि एकदमै मिठो हुन्छ। साथीहरू, अब धेरैजनाले त यो आलु पनि राखेर बनाउनुहुन्छ, तर मैले चाहिँ यो घिरौँलामा सधैँ यसरी नै पिँडालु राखेर बनाउँछु। साथीहरू, एकदमै मिठो हुन्छ। अब म सबै घिरौँलालाई काट्छु। हेर्नुहोस् त, यस्तो मोटो घिरौँला पनि भित्र बियो पसेको पनि छैन, एकदमै कमलो छ। हामी सबै नेपालीहरूको खानामा यो घिरौँला प्राय सबैको भान्सामा पाक्ने गर्छ। अब यसलाई म धुँदैछु। धोएर म यो लामो लामो सेपमा फटाफट यसलाई काट्दैछु। धेरैजनाले त कुकरमा सिटी लगाएर पनि बनाउनुहुन्छ घिरौँलालाई त्यसरी पकाउनु पर्दैन। यो पाक्नलाई खासै धेरै टाइम लाग्दैन, फटाफट पाक्छ। अनि यस्तो पातलो पातलो गरेर लामो लामो सेपमा काट्छु म सधैँ। अब यसलाई आफ्नो हिसाबले पनि बनाउन सकिन्छ, गोलो सेपमा पनि। तर यो बोक्रा चाहिँ हार्ड थियो, त्यो बोक्रा फालेर मैले यस्तो पातलो पातलो बनाएर काट्दैछु। मोटो काटेदेखि मोटो चाहिँ अलिकति टेस्टमा फरक पर्छ, त्यति धेरै मिठो लाग्दैन मलाई। यसरी पातलो बनाएर पकाएपछि मजाले छिट्टो पनि पाक्ने, टेस्ट पनि एकदमै राम्रो आउँछ। हेर्नुहोस् त, मैले यो घिरौँला काटेर पनि सकिसकेकी छु। अब यहाँ मैले 3-4वटा पिँडालु लिएकी छु। पिँडालु, आलु पनि राख्न सक्नुहुन्छ, तर घिरौँलामा आलु मलाई त्यति धेरै मन पर्दैन। पिँडालु राखेको तरकारी घिरौँलामा एकदम चिफ्लो चिफ्लो खालको र मिठो टेस्टी बन्छ। साथीहरू, हजुरहरूले पनि यसरी नै पिँडालु हालेर बनाउनु होला, एकचोटि एकदमै मिठो बन्छ। यो पिँडालु हामीले यसरी कुकरमा गलाउनु पनि पर्दैन, छिट्टै पाकिहाल्छ। आजकल अब बाहिर बजारको पिँडालु त धेरै पकाउनु पर्दैन। म यसरी खुर्केर, हाम्रो गाउँघरमा यसरी खुर्केर पनि बनाइन्छ, या पिलरले यसरी बोक्रा फाल्न सक्नुहुन्छ, या यसरी जसरी हजुरलाई सजिलो लाग्छ त्यसरी नै खुर्कन सक्नुहुन्छ है। साथीहरू, केही थोरै सामान, धेरै मसलाहरू पनि केही पनि राख्न पर्दैन। यो सिम्पल तरकारी हामीले थोरै सामानमा पनि मिठो अर्ग्यानिक यो घिरौँलाको तरकारी पिँडालु राखेर बनाउँदा एकदमै मिठो हुने गर्छ। अब म हेर्नुहोस् त, यो सबै पिँडालुलाई खुर्किआएर पनि सकिसकेकी छु। फटाफट यसको बोक्रा यसरी निकालेर फालिदिने। अब भन्नुभयो होला, यस्तो घिरौँलाको तरकारी बनाएर यस्तो बोरिङ तरकारी के देखाएको होला भन्नुहोला, तर चाहिँ आफ्नो आफ्नो पकाउने स्टाइल हुन्छ। तर मैले बनाएको जस्तो बनाएर जरुर खानु होला, एकदमै मिठो बन्छ। साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है। मैले अगाडि
के सामान राखेको छु त्यस्तो त्यो गिरौलामा एकदमै मिठो हुने त्यो भिडियोलाई अन्तिमसम्म हजुरहरूले हेर्नुपर्ने हुन्छ। यसलाई धोएर राखेँ म। अब यतातिर कराही बसाल्दैछु। अब म यो तोरीको तेल राख्दैछु माथिबाट। तोरीको तेलमा तरकारी भुट्दा एकदमै मिठो बास्ना आउँछ। अब म यो मेथीको दाना राख्न गइरहेकी छु। हजुरहरूले जिरा पनि राख्नुहुन्छ धेरैजनाले, तर जिरा चाहिँ कहिल्यै पनि म यो तोरीमा राख्दिनँ। गिरौलामा तोरीको दाना पनि राख्न सक्नुहुन्छ। अब खुर्सानी राखेर माथिबाट त्यो अघिको पिँडालु पनि राख्छु म, मजाले चलाइदिन्छु। पिँडालु चाहिँ अलि पाक्नलाई टाइम लाग्छ, त्यसैले म पहिला यसलाई भुट्छु। अब स्वादअनुसार नुन राखेर यसलाई पनि मिक्स गरिदिन्छु साथीहरू। थोरै पिँडालुलाई आलु जसरी नै पहिला भुट्नुपर्छ, यो पाक्न जरुरी हुन्छ, नत्र कोक्याउँछ। अब यसलाई ढक्कन लगाएर 3-4 मिनेट या 5 मिनेटको लागि छोपेर मिडियम ग्यासमा पकाउँछु। यतातिर म यो 2वटा टमाटरलाई पनि मजाले काट्दिन्छु। अब किनभने टमाटर राख्नुपर्छ, यो गिरौलाको तरकारीमा गुलियो गुलियो खालको हुन्छ। हामीले यसै त मेथी पनि राखेका छौँ। मेथी पुर्याउँदाखेरि गिरौलामा एकदमै मिठो टेस्ट आउँछ, स्वाद आउँछ हामीहरूलाई। अब यो टमाटर मैले यसरी काटेको छु। अब यसलाई जरुरी चिज भनेको यो अदुवा हो। अदुवा र मेथी हजुरहरूले नछुटाइकन गिरौलामा राख्न सक्नुहुन्छ। हेर्नुहोस् त, मैले यसरी कोरेर यसलाई म टमाटरसँगै राखिदिन्छु। 3-4 मिनेटपछि मैले खोलेर हेरेँ। हेर्नुहोस् त, यतिको यो डढेको पनि छैन तलबाट, एकदम राम्रो कलर बनेको छ यो पिँडालु। अब म काटेर देखाउँछु, हेर्नुहोस् है कस्तो राम्रो। अब यो पाक्न लागिसकेको छ साथीहरू। त्यति धेरै समयसम्म पनि पकाउनु पर्दैन यसलाई। अब यहाँनिर म बेसार राख्छु, जिरा धनियाँको थोरै धुलो राख्छु। म धेरै मसला केही पनि राख्दिनँ। यो गिरौलामा धेरै मसलाहरू राखेर पकाउन पनि जरुरी हुँदैन। यसलाई मेथी र अदुवा मात्रै राख्नुभयो अनि त्यसपछि हरियो खुर्सानी मात्रै राख्नुभयो भने पनि हजुरहरूको यो गिरौला एकदमै मिठो बन्छ। मैले मसलालाई पनि भुटेँ। अब माथिबाट टमाटर राख्दैछु, अदुवा टमाटर। अब मैले चाहिँ यहाँ पहिला नै यो टमाटरलाई पकाउँदैछु। पछि किनभने म गिरौला राखेर टमाटर राखेदेखि टमाटरको पनि पानी हुन्छ र गिरौलाको पनि आफ्नै पानी हुन्छ। त्यसपछि टमाटर राम्रोसँग गल्न पाउँदैन। त्यसैले पहिला नै यसको ग्रेभी जस्तो मजाले यसलाई सफ्ट बनाउँदैछु। अब यो टमाटरसँगै हाम्रो पिँडालु पनि पाक्छ। फेरि म ढक्कन लगाएर 3-4 मिनेटको लागि यसलाई छोपेर पकाउँदैछु साथीहरू। अब म यतातिर फेरि कुकर बसालेर भात पकाउँदैछु साथीहरू। आज म घिउ राखेर यसरी पकाउन गइरहेकी छु। मैले चामललाई आधा घन्टा पहिला नै यसरी भिजाएर राखेको थिएँ। अब गिरौलाको तरकारीसँग त घिउ राखेको भात एकदमै मिठो हुन्छ। अनि यस्तो लाग्छ कि हामीलाई तीज आए जस्तो पनि लाग्छ है साथीहरू। हाम्रो गाउँघरमा यसरी नै त खाइन्छ नि तीजमा, जसरी गिरौला, करेला, लौका, त्यसपछि घिउ राखेको भात। अब यतातिर म यो तरकारी पनि खोलेर हेर्दैछु। अब यो टमाटर पनि पाकेर हेर्नुहोस् त कस्तो मजाको, कस्तो लतक्क यो टमाटर पनि पिँडालुसँगै पाकेको छ। म काटेर देखाउँछु कति सजिलैसँग। यो पिँडालु पनि पाकिसकेको छ साथीहरू। ल हेर्नुहोस् त, कराईमा पनि यस्तो मजाले पिँडालु पकाउन सकिन्छ। अब म माथिबाट अघि काटेको गिरौला राख्दैछु। गिरौला चाहिँ छिट्टै पाक्ने भएकोले मैले पहिला चाहिँ सबै टमाटर अनि त्यसपछि हजुरहरूले आलु राखे पनि पिँडालु राखे पनि त्यसलाई पहिला पकाउँछु। त्यसपछि लास्टमा
घिरौँला राख्छु। अब यसलाई मजाले मिक्स गरेर चलाउँछु। अहिले देख्दा चाहिँ यति धेरै देखिएको छ यो घिरौँला, पछि गलेर थोरै हुन्छ। हेर्नुहोस् त, अब म यसलाई छोपेर 4-5 मिनटको लागि पकाउन छोडिदिन्छु। अब हेर्नुहोस् त, यतातिर मेरो भात पनि घिउमा यत्तिको भुटेर भइसकेको छ। अब यसलाई धेरै पानी पनि राख्नु पर्दैन। अब थोरै म पानी राख्दैछु। यो चाहिँ घिउ राखेको खाजा नै जस्तो, खाजा भने पनि घिउ राखेको भात भने पनि त्यही नै हो। म यतातिर यो तरकारी हेर्दैछु। अब यो घिरौँलाले पानी छोडिसकेको छ साथीहरू। हेर्नुहोस् त, यसलाई त्यति धेरै टाइम पनि नलाग्ने, फटाफट अनि एकदम हल्का खाना, लाइट खाना। अनि हामी सबैले यसरी नै यो पिँडालु र यो घिरौँलाको तरकारी बनाएर खायौँ भने एकदमै मिठो हुन्छ। हजुरहरूले पनि ट्राई गर्नुहोला है। पिँडालु राखेर बनाउँदा एकदमै मिठो हुन्छ। छोपेर म फेरि पकाउँदैछु। यतातिर म एउटा सिटी लगाउँछु यसलाई, भातलाई। त्यति धेरै म पाक्ने बेलामा नै सिटी लगाउन राखेको थिएँ। अब मैले यतातिर घिरौँला पनि खोलेर हेरिसकेँ। हेर्नुहोस् त, यो मैले कुनै याड गरेको पानी होइन, यो सबै घिरौँलाको नै पानी हो साथीहरू। अब यो पाकिसकेको छ। हजुरहरूले अब यो पानीलाई सुकाएर, भुटेर पुरै पानी सुकाएर पनि खान सक्नुहुन्छ। तर मैले चाहिँ यसरी नै थोरै पानी, हल्का ग्रेभी रहेको र घिउ राखेको भातसँग हल्का हल्का घिरौँलाको ग्रेभीसँग खाँदा एकदमै मिठो हुन्छ साथीहरू। हेर्नुहोस् त, कति छिट्टै यो घिरौँला पाक्छ। हामीले कुकरमा पनि पकाउनु पर्दैन। हाम्रो घिरौँला रेडी भयो। अब म यहाँनिर भात राख्दैछु। मेरो भात पनि पाकिसकेको छ। तातो तातो भात मैले माथिबाट राखेँ, घिउ राखेको भात। त्यसपछि म यता घिरौँलाको तरकारी पनि राख्दैछु। हेर्नुहोस् त, कति छिट्टै बनेर सिम्पल हाम्रो प्लेट पनि रेडी भइसक्यो। अब यतातिर मैले दही पनि लिएकी छु, दही राख्दैछु। दही र घिरौँलाको तरकारीसँग भात पनि एकदमै मिठो हुन्छ। अब म यो दुईवटा आँखाभरि डल्ले खुर्सानी राख्दैछु। ल हेर्नुहोस् त साथीहरू, मेरो यो सिम्पल प्लेट बनेर पनि रेडी भइसक्यो। त्यति धेरै केही झन्झट पनि गर्न नपर्ने, फटाफट यो घिउ राखेको खाजासँग, भातसँग, घिरौँला र पिँडालुको तरकारी, त्यसपछि दही राखेर खाँदा त हामीलाई अरू कुनै चिजको पनि जरुरत पर्दैन साथीहरू। हजुरहरूले पनि यसरी नै बनाएर आफ्नो फ्यामिलीसँग इन्जोय गर्नुहोला। भिडियो राम्रो लागेदेखि लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनु होला है। फेरि अर्को नयाँ रेसिपीमा मिलाउँला। तबसम्मको लागि सबैजनालाई बाई बाई।